नेपालमा बस्न गाह्रो, विदेश जान झन् गाह्रो। युद्ध चलिरहेको छ, देश ग्रे लिस्टमा छ। अब नेपालीको सपना के, बस्ने कि भाग्ने? आजको भिडियो अलि सिरियस छ तर साँचो छ। विदेश जाने सपना, स्टुडेन्ट होस् या वर्कर, के अब साँच्चीकै सकिँदैछ त? भावनामा होइन, आज हामी कुरा गर्छौँ फ्याक्ट र डाटाको। किन नेपाली विदेश जान चाहन्छन्? किनकि नेपालमा रोजगारको अभाव छ। धेरै युवालाई काम नै छैन। जोसँग छ उसको स्यालेरी कम छ। काम गरे पनि बचत गर्न गाह्रो छ र करियर ग्रोथ लिमिटेड छ। सँगसँगै सोसाइटियल प्रेसर छँदैछ। बाहिर गए मात्र प्रगति हुन्छ भन्ने मान्यता जस्तै छ। र हो पनि 1 वर्षमा लगभग 8,40,000 नेपाली विदेश गएका छन्। नेपालमा झन्डै 17 खर्ब रेमिटेन्स आउँछ। मतलब देश चलाउने पैसा हेर्दाखेरि विदेश गएका नेपालीले पठाएका हुन्। त्यसैले आम नेपालीको लागि विदेश जाने सपना मात्र होइन, सँगसँगै बाँच्ने उपाय पनि हो। अब अहिले मिडल इस्टमा वार भइरहेको छ। युक्रेन रसिया अझै सकिएको छैन। अहिले संसारमा टेन्सन छ। तेलको भाउ बढेको बढै छ। विश्वको आर्थिक वृद्धि पनि झर्ने अनुमान छ, जसले गर्दा बाहिरी कामदारको माग घट्छ। जब कम्पिटिसन बढ्छ। भिजा प्रोसेस कडा हुनेवाला छ। केही इक्जाम्पल हेरौँ। कोरियाले लिमिटेड कोटामा मात्र मान्छे लिन्छ। अप्लाई गर्ने लाखौँ, सिलेक्ट हुने हजारौँ। गल्फमा कन्ट्र्याक्ट फरक, काम फरक हुने समस्या छ। दलालको भर नपरी काम पनि हुँदैन। र युद्धले गर्दा अहिले भिजा लाग्न गाह्रो छ। अस्ट्रेलियाको भिजा स्ट्रिक्ट छ, रिजेक्सन रेट पनि हाई छ। युरोपमा ल्याङ्ग्वेज रिक्वायरमेन्ट बढ्दैछ, जब ग्यारेन्टी छैन र भिजा प्रोसेस गाह्रो छ। र ग्रे लिस्टमा परेदेखि हरेक देशले स्टुडेन्ट होस्, वर्कर या भिजिट, भिजा प्रोसेस कडा गरेका छन्। अब आफ्नै घर हेरौँ। नेपाल अहिलेको ग्रे लिस्टमा छ। फेब्रुअरी 2025 देखि ग्रे लिस्टमा परेको हो। जब कुनै देशको बैङ्किङ र वित्तीय प्रणालीमा कमजोरी देखिन्छ र त्यहाँबाट अवैध पैसा ओसार पसार हुने जोखिम हुन्छ, FATFले उक्त देशलाई इन्क्रिज मोनिटरिङको सूचीमा राख्छ, जसलाई आम भाषामा ग्रे लिस्ट भनिन्छ। नेपाल कसरी ग्रे लिस्टमा पर्यो? धेरै कारण छन्। केही कारण हुन् सम्पत्ति शुद्धिकरण निवारणमा कमजोरी, आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी रोक्न नसक्नु, अनुसन्धान र अभियोजनाको अभाव, अनौपचारिक अर्थतन्त्र र हुन्डीको बिगबिगी र ग्रे लिस्टको असरहरू पनि छन्। यसले गर्दा ब्याङ्किङ प्रोसेस स्लो हुन जान्छ, पैसा पठाउन ल्याउन गाह्रो हुन्छ, विदेशी लगानी घट्दै जान्छ र हामीलाई विदेश जान पनि गाह्रो हुन्छ। अब फाइनल कुरा, विदेश जाने सपना सकिएको छैन, तर सजिलो बाटो एकदम गाह्रो भएको छ। अब सिप चाहिन्छ, अप्लाई गर्न अलिक धेरै पैसा चाहिन्छ। युरोप जान भाषा पढ्नुपर्छ, डकुमेन्ट सबै जेन्युन चाहिन्छ। सही निर्णय र लक एकदम इम्पोर्टेन्ट छ। रिस्क धेरै छ, प्रोसेस लामो र गाह्रो भएको छ। हजुरलाई के लाग्छ? प्लिज कमेन्ट र यस्ता रियल कन्टेन्टको लागि सब्सक्राइब गर्न नबिर्सिनुहोला।